सपनाको देश युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा म तपाईहरुलाई युकेले अहिले ल्याएको नयाँ नियमहरुको बारेमा कुरा गर्नेछु र यस भिडियोमा म तपाईहरुलाई युके गभर्नमेन्टले ल्याएको नयाँ पीएसडब्ल्यू रिलेटेड नियमहरुको बारेमा कुरा गर्नेछु र अरु भिडियोमा तपाईहरुले युके रिलेटेड साथै अरु देश रिलेटेड पनि भिडियोहरु पाउनुहुनेछ। सो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला र साथै भिडियो मन परे यो भिडियोलाई लाइक पनि गरिदिनु होला। सो रिसेन्टली युके गभर्नमेन्टले पीएसडब्ल्यू रिलेटेड नयाँ नियमहरु ल्याएको छ। सो पुरानो कन्टेक्स्टको कुरा गर्ने हो भने युकेमा चाहिँ तपाईहरुले मास्टर्समा आउँदै हुनुहुन्थ्यो भने 2 वर्षको पीएसडब्ल्यू साथै ब्याचलर्समा पनि आउँदै हुनुहुन्थ्यो भने 2 वर्षको पीएसडब्ल्यू पाउनुहुन्थ्यो भने नयाँ नियम अन्तर्गत तपाईहरुले अब आउने विद्यार्थीहरुले 18 महिना मात्र पीएसडब्ल्यू पाउनुहुनेछ। फर्दर यसमा के कन्डिसनहरु छ त्यसको बारेमा विस्तारै कुरा गर्नेछौँ र साथै पीएचडीमा आउने विद्यार्थीहरुले चाहिँ 3 इयर्सको पीएसडब्ल्यू पाउनुहुनेछ र यो चाहिँ चेन्ज भएको छैन। पहिला पनि 3 इयर्सकै पाउनुहुन्थ्यो र अब आउने विद्यार्थीहरुले पनि 3 इयर्सकै पाउनुहुनेछ। सो सबैभन्दा सुरुमा त पीएसडब्ल्यू भनेको कतिलाई थाहा छैन होला। पीएसडब्ल्यू भनेको चाहिँ पोस्ट स्टडी वर्क भिजा हो। सो यसलाई ग्रेजुएट भिजा पनि भनिन्छ। जो विद्यार्थीहरु यहाँ युके अथवा कुनै पनि देशमा पढ्न आउनुहुन्छ त्यो विद्यार्थीहरुले चाहिँ आफ्नो पढाइ सकिसकेपछि सर्टेन इयर्सको भिजा पाउनुहुन्छ युकेमा बसेर काम गर्नको लागि अथवा कुनै देशमा बसेर काम गर्नको लागि। त्यो भिजालाई चाहिँ पीएसडब्ल्यू अथवा ग्रेजुएट भिजा भनिन्छ। सो यो सम्बन्धी नयाँ नियम आएको छ। अब चाहिँ मास्टर्सको स्टुडेन्ट र ब्याचलरको स्टुडेन्टले 18 महिना मात्र पीएसडब्ल्यू पाउनेछन्। सो यो नियम चाहिँ कहिलेदेखि लागू हुँदैछ भने 2027 जनवरी 1 देखि जसले पनि एप्लाई गर्नुहुन्छ पीएसडब्ल्यूको लागि उनीहरुको लागि यो नियम लागू हुनेछ। सो कसले यसलाई इफेक्ट गर्यो त? अब जनवरीमा मास्टर्सको लागि आउने सबै विद्यार्थीहरुको लागि यसले इफेक्ट गर्नेछ किनभने मास्टर्स 1 इयरको हुनेछ र तपाईहरुले पीएसडब्ल्यू एप्लाई गर्दाखेरि 2027 जनवरी लागिसक्छ र अलरेडी नि ब्याचलर्समा हुने स्टुडेन्टहरुको लागि पनि यो नियमले इफेक्ट गर्नेछ किनभने उनीहरुको पनि 3 इयर्सको स्टडी हुन्छ र त्यो 2027 त्यसले पनि टच गर्नेछ। सो यो सबैलाई यो 18 महिनाको पीएसडब्ल्यूले इफेक्ट गर्नेछ। सो तपाईहरुले बुझिसक्नु होला युके को नयाँ नियम 2027 जनवरी 1 देखि पीएसडब्ल्यू जम्मा 18 महिनाको हुनेछ। धन्यवाद।